चटपटे खानु जाँदा सेक्को खानु पुगियो। आज स्याटरडे घरमा सुतेर बसिरहेको थिएँ, साथी आइपुग्यो चटपटे खानु जाउँ भन्दै। अनि हामी चटपटे खानु गयौँ। त्यसपछि चटपटे खाने ठाउँ पनि पुग्यो अनि चटपटे बनाउनु लगाएको, त्यसमा पानीपुरी पनि थप्यौँ। चटपटे र पानीपुरी सँगै आइपुग्यो, खायौँ। खाएपछि यस्तो गर्मी भयो, कुल्फी खान कृष्ण मन्दिर जाउँ भनेर गयौँ। अनि कृष्ण मन्दिर त पुग्यो। त्यसपछि यसो साथीको तिमाल ग्लोसरीमा गएर यसो हेरेको त साथी त हल्लिँदै बसिरहेछ बाहिरभित्र गर्दै। अनि कुल्फी किन्यौँ, कुल्फी खायौँ। कुल्फी दिएको त साथी त सेक्को खानु जाउँ पो भन्छ। त्यसपछि हामी लाग्यौँ भाइरल रोड हुँदै सेक्को खान मामा भान्जा। अनि मामा भान्जामा हामीले अर्डर गऱ्यौँ सेक्कामा साँधेको र नसाँधेको आधी केजी खायौँ। अनि साथीले फर्स्ट बाइट यस्तो ल्याम्मै ट्राई गरेर त त्यसपछि मलाई पनि खानु मन लाग्यो, ल्याम्मै खाइदिएको।